भोलिदेखि 2082 साल प्रारम्भ हुन्छ वैशाख 1 गतेबाट। यो सामाजिक सञ्जालहरूमा खास गरी टिकटकमा पनि धेरैजनाको एउटा सौन्दर्य सम्बन्धी भिडियोहरू देख्छु मैले। बाह्य सौन्दर्य, छालाको, कपालको, कस्मेटिकबाट गरिने सौन्दर्य र घरेलु तरिकाबाट पनि गरिने सौन्दर्यका कुराहरू, प्रसाधनहरू हैन, हामी पनि गर्छौं। भान्सामै आफ्नो पैसा खर्च नगरिकनै प्राप्त हुने विभिन्न उपायहरू, जस्तो त्वचा निखार्नको निमित्त केराको प्रयोग, मेवाको प्रयोग, चामलको पिठो, मसुरको दालको पिठो हैन, त्यसैगरी चनाको पिठो, मुल्तानी मेटी, जौको पिठो, दूध, दही, मह आदि विभिन्न आफ्नो भान्सामा भएअनुसार टमाटर, बेसार आदिको प्रयोग गर्ने गरिन्छ। यो त्वचा र केशको पनि विभिन्न प्रकार हुने भए हुनाले अब यसको निखार हैन, यसको लावण्य, यसको जतन गर्नको निमित्त कस्तो त्वचा, कस्तो कपाल भन्ने कुराहरू पनि महत्त्वपूर्ण हुन्छ। यी बाह्य सामग्रीहरू त छँदैछन्, आन्तरिक कुराहरू जुन त्वचा निखार्नको निमित्त आन्तरिक कुराहरू के हुन सक्छन् भन्ने विषयमा र बाह्य कुराहरूमा पनि के गर्न सकिन्छ हामीले सजिलोसँग भन्ने कुराहरू म तपाईहरुलाई यो नववर्षको शुभकामनासँगै बताउन चाहन्छु। एक त केशको निमित्त, जस्तो कि केश झर्ने समस्या हुन्छ मान्छेहरूको, अकालमा फुल्ने समस्या हुन्छ हैन, त्यसै गरेर चाहिँ विभिन्न चायाहरू पर्ने हैन, जुम्रा पर्ने आदि इत्यादि समस्या केशको निमित्त पनि हुन्छ। त्यो केशको निमित्त चाहिँ घरेलु स्याम्पू बनाउन सक्छौं हामी। अमला, रिठ्ठा, सिकाकाई, मेथी हैन, मुङ्ग्रेलो, त्यसै गरेर आलस, कडिपत्ता आदि विभिन्न जडीबुटीहरूबाट हामीले घरेलु स्याम्पू बनाएर प्रयोग गर्न सक्छौं। यो स्याम्पूको प्रयोग गर्नाले हाम्रो केशलाई अत्यन्तै पोषण पुग्ने, चाया त पर्दैन, कपाल झर्न पनि रोकिन्छ र आफ्नो अवस्था अनुसार केश फरक फरक हुन्छ मान्छेको। त्यो केशको निमित्त यसरी स्याम्पू प्रयोग गर्न सकिन्छ। म पनि प्राय बनाउँछु, मेरो प्रोफाइलमा कतै चाहिँ त्यो भिडियो पनि छ कसरी घरेलु स्याम्पू बनाउने भन्ने विषयमा। त्यसै गरेर त्वचाको निमित्त पनि, जस्तो अनुहार धुनको निमित्त नियमित साबन प्रयोग गर्ने। मान्छेलाई कस्तो हुन्छ भनेदेखि विभिन्न किसिमका ब्याक्टेरियाहरू हटाउनको निमित्त फलानु साबुन आदि इत्यादि हैन, फलानु स्याम्पू भन्ने विज्ञापनहरू हुन्छ। अब कस्तो छ भनेदेखि छालालाई हाम्रा विभिन्न अंग प्रत्यंगमा पनि एक प्रकारका ब्याक्टेरियाहरू हुन्छन् हैन, सूक्ष्म जीवाणुहरू हुन्छन्। गुड ब्याक्टेरियाहरू पनि मर्न सक्छन् त्यस्ता केमिकलहरूको बढी प्रयोग गर्नाले। हाम्रो त्वचाको सुरक्षाको निमित्त, हाम्रा अंग प्रत्यंगको सुरक्षाको निमित्त सूक्ष्म जीवाणुहरू को अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसले गर्दाखेरि हामीले त्यस्ता केमिकलहरू प्रयोग गर्दा हाम्रा शरीरमा भएका ती महत्त्वपूर्ण जीवाणुहरू समेत नष्ट हुने भए हुनाले प्राकृतिक तरिकाले दूधले, दहीले स्नान गर्ने विधानहरू हाम्रो शास्त्रहरूमा पनि छ। त्यसै गरेर विभिन्न स्क्रबहरू भनेर भन्न सकिन्छ। पुरै शरीर स्नान गर्नको निमित्त दहीमा बेसन फेटेर हैन, मुल्तानी मिट्टी फेटेर, जौको पिठोले, मसुरको दालले, त्यो चामलको पिठोले, दूधमा फेटेर, दहीमा फेटेर पुरै त्वचालाई मसाज गर्दै गर्दै मिच्दै स्नान गर्यौं भनेदेखि हामीले हप्तामा एकचोटि, दुईचोटि अथवा 15 दिनमा एकचोटि आफ्नो शारीरिक अवस्था अनुसार, काम अनुसार हामीले गर्यौं भने यसको मृत कोशिकाहरू पनि निस्किने, स्क्रबले चाहिँ डेड स्किनहरू पनि निक्लिएर मुलायम हुने हैन, कोमल हुने, निखारिने, यी कुराहरू हाम्रो पद्धतिमा छन्। र यो स्नान पद्धति अगाल्दाखेरि हाम्रो त्वचा निखारिनुका साथसाथै यसले चाहिँ के हुन्छ भनेदेखि हाम्रो स्नान गरेर गएको पानीहरू खेतबारीको निमित्त पनि यो प्रदूषण मुक्त वातावरण मैत्री पनि हुने भए हुनाले यो स्नान पद्धति, यो मुखधुने पद्धति अत्यन्तै उत्तम पद्धति हो। र त्वचा निखार्नको निमित्त
त्वचा धेरै किसिमको हुने हुन्छ। सामान्य खालको त्वचालाई खासै धेरै केही गर्न पर्दैन, आफसे आफ राम्रै हुन्छ। कफ प्रकृतिको त्वचा पनि राम्रो कमलो नै हुन्छ। अलिकति सुखा खालको त्वचामा धेरै चाउरी आउने हैन, अनि अलिकति ओइली खालको मा चाहिँ बढी चाया पोतो दाग धब्बाहरू हुने र पित्त प्रकृतिको मान्छेहरूको चाहिँ यस्तो दाग धब्बा त्वचालाई अत्यन्तै छिटो कालो हुने, छिटो डढ्ने यो समस्या चाहिँ हुन्छ। त्यो पित्त प्रकृति, पित्त भड्किनाले, पित्त बढी हुनाले हैन, घाममा बस्दाखेरि पनि पित्त प्रकृतिको मान्छेहरूलाई नै घामले छिटो डढाउँछ हैन। त्यसले गर्दा पित्त प्रकृतिका मान्छेहरू घाममा कम जाने र शयनात् पित्त समनम भनेर आयुर्वेदमा पनि भनेको छ। त्यसले गर्दाखेरि भरपूर निदाउनाले पनि त्वचालाई राम्रो प्रभाव पर्छ। त्वचा गोरो हुन्छ हैन, निखारिन्छ, ग्लो आउँछ, लावण्य बढ्छ भन्ने खालका कुराहरू छन्। खास गरी अनि खानेकुराहरूमा पनि पित्त बढ्ने खालका खानेकुराहरू खान भएन। घिउकुमारीहरू खान सकिन्छ। उच्च रक्तचाप हुने र सामान्य रक्तचाप हुने मान्छेहरूको निमित्त अलिकति मात्रामा बिहान बिहान घिउकुमारी खानु उत्तम हुन्छ र निम्न रक्तचाप हुनेहरूले चाहिँ विचार पुर्याउनु पर्ने हुन्छ। र घिउकुमारी अनुहारमा लगाउन पनि सकिन्छ, दूध लाउन सकिन्छ, दूधको तर लाउन सकिन्छ। भोजनमा हामीले सादा भोजन खान सकिन्छ। धेरै नुनले पनि के भन्छ भनेदेखि खालित पलित जरित यो काम गर्छ। नुन बढी खानाले जरित भनेको बुढो बनाउँछ, छालालाई छिटै बुढो देखिने खालको बनाइदिन्छ, चाउरी पर्छ। र जरित भनेको बुढो भइहाल्यो। खालित भनेको कपाल झर्ने समस्या बढ्छ नुन धेरै खानाले। र पलित भनेको फुल्ने पनि काम गर्छ यो नुनले। त्यसकारण नुन कम खाने, अमिलो पिरोहरू कम खाने, गाडेको अचारहरू कम खाने, अनावश्यक चिया कफीहरू नखाने, कम खाने र नराम्रा खालका पेय पदार्थ भनेर बेचिने डब्बाबन्द बोतलबन्द यस्ता पेय पदार्थहरू नपिउने। हामीले के पिउने त भन्दा पानी प्रशस्त पिउने, नरिवल पानीहरू पिउन सकिन्छ, फलफुलको रसहरू पिउन सकिन्छ, पानीलाई अल्कलाइन बनाएर पिउन सकिन्छ। मैले योभन्दा केही समय अगाडि अल्कलाइन पानीको विषयमा पनि एउटा भिडियो राखेकी थिएँ, त्यसलाई हेर्नुहोला। ती पानीहरू पिउन सकिन्छन् हैन। त्यो विभिन्न भोजनहरूलाई हामीले सात्विक रूपमा रेडिमेड नखाने, मैदाजन्य कुराहरू नखाने हैन, अरू विभिन्न जो हानिकारक पत्रु खाना भनेर जसलाई भनिन्छ त्यस्ता रेडिमेड तयारी प्याकेटमा बन्द गरिएका, डब्बामा बन्द गरिएका खानेकुराहरू नखाने। यो गर्नाले पनि हाम्रो त्वचामा निखार आउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा समयमा सुत्ने, समयमा उठ्ने, प्राणायामले, अक्सिजनले, वायु प्रदूषणले पनि हाम्रो त्वचालाई नराम्रो बनाउन सक्छ, कपाललाई नराम्रो बनाउन सक्छ। पानीको पनि राम्रो पानीको प्रयोग गर्न सकियो भने कपाल नझर्ने हुन सक्छ। प्रदूषित र गुणस्तरहीन पानीले पनि कपाल झर्ने हुन सक्छ। त्यसले गर्दाखेरि हामीले राम्रो पवनको सेवन, राम्रो पानीको सेवन, वरुण देवतालाई प्रसन्न बनाउने हैन, पवन देवतालाई प्रसन्न बनाउने यी खालका कुराहरू गरेर वातावरण शुद्ध बनाएर सफा गरेर बोट बिरुवाहरू रोपेर हैन, प्रशस्त प्राणवायुहरू प्रवाहित गरेर हामीले बस्न सकियो भनेदेखि हैन, समयमै चाहिँ हामीले सबै किसिमको व्यवस्थाहरू मिलाएर आफूलाई जतन गर्न सकियो भनेदेखि यो त्वचा सम्बन्धी समस्याहरूमा, कपाल सम्बन्धी समस्याहरूमा हामीले धेरै चाहिँ समाधान गर्न सक्छौं। त्यसकारण बुझ्नुपर्छ हामीले के खाने, के आहार विहार गर्ने र के लगाउने। खाली कस्मेटिक लाउने, यो लाउने, त्यो लाउने भनेर मात्रै सौन्दर्य निखारिँदैन, त्वचालाई राम्रो हुँदैन, त्वचा स्वस्थ हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा बाह्य स्वास्थ्य, आन्तरिक स्वास्थ्य, बाह्य शुद्धि, आन्तरिक शुद्धि, विचार स्वस्थ हुनु पर्यो, प्रसन्न हुनु पर्यो। यो सबै व्यक्तिहरूलाई यो 82 सालले स्वास्थ्य, सौन्दर्य, आनन्द, प्रसन्नता हैन, घरेलु वातावरणहरू त्यो खालको भइदियो भनेदेखि सबैलाई सबै भने जस्तो पुग्ने थियो। त्यसकारण आफै भित्रबाट हामी सकारात्मक भएर सबैप्रति सद्भाव राखेर अगाडि बढ्यौं भनेदेखि हामी निश्चित रूपमा स्वस्थ, सुन्दर हुन सक्छौं। मैले यति भने। यहाँहरूलाई कस्तो लाग्यो मेरो कुरा प्रतिक्रिया गर्नुहोला। धन्यवाद।